हामी अब केराबारीदेखि माथि केटाम अरे जेफाले भन्ने ठाउँमा अब जाँदैछौँ हामी। कति 1 2 3 4 जना 5 जना 6 जना चाहिँ अब जेफाले जाँदैछौँ हामी होइन बाइकमा। अब चाहिँ हामी बाटोमा भिडियो बनाउँछौँ भिडियोहरू पनि देखाउँछौँ केराबारीबाट अब कच्ची बाटो हुँदै उकालो लागिसकेको छु। यहाँनिर अगाडि एउटा स्कुटी छ होइन पछाडि पनि बाइक आउँदैछ। हाम्रो चाहिँ भरे राति 8 बजे पुगिने भन्ने। जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजर हेर्छु मेरो जुन तिम्रो नजर हो चिना रेखा केही देखौँ न म भाग्य फाइनल गाइस हाम्रो त्यहाँ बस्दाको नसा के भयो अरेको नि थाहा छैन। लगभग आधी बाटो आइसकेको छौँ होइन। यहाँनिर आधी बाटो आइसकेको छु म। अब चाहिँ हेर्न सक्नुहुन्छ यस्तो राम्रो सिन छ कि अझै हामी यो माथि डाँडामा आइसकेको छौँ होइन। एकछिन अरू के रेस्ट गर्न बसेको अझै 3-4 जना आउन बाँकी नै छ हामीसँग चाहिँ। अहिले चाहिँ यहाँनिर 3टा बाइक छ, 2टा बाइकमा 4 जना आउन बाँकी नै छ होइन। त्यसैगरी आजको हाम्रो राइड चाहिँ ज्याफाले केराबारीदेखि माथि ज्याफाले सम्मको राइड रहेको छ होइन। बाटो म त हल्लेकै छुइनँ नि तपाईँले हल्लाइरहनु भएको छ नि पेसेन्जर बाटो हाम्रो दाइले चाहिँ अहिले मलाई यो हाम्रो नगएको छैन होइन। ड्राइभर पातलो पेसेन्जर मटो भनिन्छ एकदम यहाँनिरको ओहो इटरी देखेर इटरीको मौसम र यहाँको मौसम मस्दा र म चाहिँ जाँदैछौँ तलबाट उहाँ स्कुटीमा आउँदैछन् होइन। हामी एकदम बाटो एकदम नराम्रो भए पनि हाम्रो जसरी भयो नि पुग्ने भनेर जाँदैछौँ होइन। मौसम हेर्नु आमा देउराली चोक मौसम हेर्नु आमा भेलेटारको भन्दा कमी छैन हो। र अहिले चाहिँ हामी ज्याफालेसम्मको यात्रा भइरहेछ। हाम्रो 3टा बाइक छ होइन। अब चाहिँ हामी ज्याफाले
तिर जाँदैछौँ। हाम्रो दिपन सरको स्कुटी पनि जाँदैछ। एकदम बाटो एकदम खतरा छ होइन। र यो के भन्नु होइन, यहाँ हेर्न सक्नुहुन्छ बाटो आमामा। र पनि हामी जाने गइरहेको छौँ। बाटो यस्तो भए तापनि हाम्रो राइड पुरा गरेर नै हामी फर्किनेछौँ। आज चाहिँ हामी ज्यापाले नै बास बसेर भोलि हामी फर्किनेछौँ। हामी चाहिँ तिमी जस्तै न्यानो तिमी जस्तै शीतल। अहिले चाहिँ 7 बजिसकेको छ। अब चाहिँ हामीलाई कति आधी घन्टा लाग्छ भन्ने भइसकेको छौँ त्यहाँनिर एउटा पसलमा। र हामी एउटा बाइकमा चाहिँ अगाडि आइसकेको छौँ र अरू बाइकबाट चाहिँ अरू बाइक र स्कुटी चाहिँ पछाडि आउँदै हुन्छ। हामी पर्खिरहेको छौँ होइन। एकदम मौसम चाहिँ एकदम राम्रो छ, धुसे लागिरहेको छ। बाटो देख्नु पनि मजाले देखिएको छैन होइन। बिस्तारै जाँदैछौँ एकदमै। यहाँ आउँदैछन् होइन। यहाँ चाहिँ हाम्रो स्कुटी नचलेर साथीहरूले ढेकाल्दै छन् होइन। ढेकाल्दै रमाइलो हुँदैछ। ढेकाल्दैछन् होइन हाम्रो चाहिँ यहाँले साथीहरूले। यहाँ स्कुटी नचलेर ढेकाल्दै के छ सर, ढेकाल्नु पर्दा कस्तो आइरहेछ? हाम्रो चाहिँ स्कुटी बाइक नचलेर ढेकाल्दै जाँदैछौँ। एकदम अँध्यारो भइसकिसकेको छ। लाइट बाल्दै हिँडिरहेको छौँ हामी चाहिँ अहिले होइन। तर रमाइलो पनि भइरहेछ, दुःख पनि भइरहेछ। यही दुःखलाई सोचेर रमाइलो मान्दैछौँ हामी चाहिँ। बाइक स्कुटीहरू नचलेर हामी चाहिँ के छ सर एकदम नचलेर हामी चाहिँ हिँड्दै बिचरा एपजेटको पनि चलेन। हामी चाहिँ एकदम बाटो चाहिँ यस्तो खत्तम कि भर्खर पहिरो झरेको रहेछ। यहाँनिर विवेक भाइ देखिँदैनस् त देखिँदैनस् त नि। आम्मा ज्या फालेको कि अरे ज्या फालेको होइन नि त नि होइन। उहाँ पुगिसक्यो हामीलाई यस्तो। हामी त हिँड्दै जाँदैछौँ बाइक डबल नचलेर। हामी त हिँड्दै के भयो सर तपाईँको फोक्सो रहेछ के फोक्सो ओ तल चाहिँ के भयो तल चाहिँ एकदमै है। ज्याफाले आउँदाखेरि चाहिँ यस्तो नर्मल बाइक होइन, एकदम राम्रो बाइक। मतलब क्रस फायर मैले त्यही टोपी लगाएको क्रस फायरहरू लिएर आउनु होला। एकदम बाटो चाहिँ होइन, बुलेट पनि गाह्रो हुन्छ सर। डबल बुलेट पनि गाह्रो हुन्छ। पाहाडमा म हिँडेको थुप्रो भएको थियो होइन। एकदमै यस्तो बाटो छ, पुरै भर्खर पहिरो झरेको रहेछ यताबाट। यहाँनिर
यहाँबाट झऱ्यो भन्दा एकैचोटि ओ माई गॉड है इटाबाट 4 बजे हिँडेको अहिले कति बज्छ 7 मात्रै बज्छ र 7 बजिसक्यो अझै पनि हामी बाइकमै छौँ र पनि पुगेछौँ यहाँ हामीलाई पर्खिरहेछन् बाइकमा होइन जाफाले आइसकेको छौँ हामी चाहिँ माथि यहाँ हाम्रो स्कुटी आउँदैछ यहाँ बाइक अगाडि बाइक गइसकेको छ होइन एकदम रमाइलो भइरहेछ ल्याएको भए हुन्थ्यो तर के गर्नु के छ हौ दिपन सर हालखबर फाइनली हामी जाफाले आइसकेको छौँ हामी बस्नु चाहिँ गरिएछ होइन यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर जाफाले भनेर लेखेको रहेछ तर अहिले अँधेरोमा अब अँधेरो छ अहिले त्यस्तो मलाई देखेको छैन यो जाफाले गाउँ भने एनडिसी चल्दैन रहेछ अब चाहिँ हामी खानासाना खाइगरी अब सुत्न आँटेको छौँ होइन सबैजना अब त्यहाँ हामी सुत्दैछौँ अब एकैचोटि भोलि बिहान हामी भेट्नेछौँ कि धक्का हामी चाहिँ सबै वासरुम त्यो अगाडि छौँ के छ त्यो पनि सर सुत्दै कस्तो भयो घाम एकदम लागिरहेछ होइन हो यहाँनिर एकजना चाहिँ यहाँ मोबाइल चलाउँदैछन् दुईजना हामी 3 जना यहाँ एकजना हो यहाँनिर एकजना वासरुम बसिरहनु भएको छ एकदम रमाइलो ठाउँ रहेछ होइन दिपन सर मोबाइल हो न एकदम हाम्रो काम चिसो है एकदम चिसो छ जाडो भइरहेछ अब हामी चाहिँ जाफालेबाट अब चाहिँ हामी राजा रानीतिर हुँदै भेलोटार निस्किँदै हामी घर जानेछौँ उहाँ पर्खिरहेछन् हामीलाई होइन अब भरे बेलुका घर पुग्ने गरे बाटो नले सागरको जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन दुई टोली भेटिसकेको छु होइन 5 अर्को टोली र विद्युत शाहको टोली 5 को टोली र विद्युत शाहको टोली हामी चाहिँ आज राजा रानीमा भेट भइसकेको छौँ होइन हामी चाहिँ अहिले यहाँनिर अघि चाहिँ हामी मात्र थियौँ अहिले चाहिँ स्कुटी कारहरू आयो अरे केही समयको लागि वेट गर्दै बस्नुपर्ने भएको छ हेर्न सक्नुहुन्छ बाइकहरू गाडीहरू यहाँनिर जेसिबीले माटो खन्दै हुन्छ त्यही भएर चाहिँ दिपन सर कस्तो रमाइलो भइरहेको छ कस्तो क्लासिक फुड हान्दै रमाइलो भयो त क्लासिक फुड हान्दै फाइनली अहिले चाहिँ अलिकति बाटो बनिसकेको छ बाइकहरू जाने भइसकेको छ
अनि हामी चाहिँ हिँड्दै हिँड्दै जाँदैछौँ होइन बाइकहरू चाहिँ आउँदैछ फुलहरू मुस्काउँछन् पुतलीले गीत गाउँछन् हामी चाहिँ लामो यात्रा पश्चात अहिले चाहिँ धरान आइपुगिसकेको छु जग्गाको राजारानी नाम चाहिँ अहिले नाम चाहिँ भेलेटाहरू चाहिँ अहिले चाहिँ हामी धरान आइपुगिसकेको छौँ धरानबाट हामी ओह्रालो आइसकेको छौँ अब फाइनली गाइज म चाहिँ मेरो बाइक अब हामी इटारी आइसकेर म घर आइसकेको थिएँ अनि फेरि मेरो बाइक चाहिँ ब्राडचोकमै छोडेको थिएँ होइन अनि त्यो भएर फेरि म बाइक हेर्नलाई ब्राडचोक गएको छु साथीसँग होइन अहिले चाहिँ इटारी चोक पुगिसकेँ दाजु के को साथी यहाँ दाजु भन्नुहुँदैछ होइन तर अब ब्राडचोक दिएर अब मेरो बाइक लिएर जाँदैछु त्यो चाहिँ के हो भने अब हाम्रो यो तिनवटा बाइक हो चारवटा किन लगिरहेको मैले यो ब्राडचोकमै छोडेँ महेशबाईको यहाँ मामा ससुरालीमा हामी अब आउँदाखेरि फर्किँदाखेरि चाहिँ हामी माथि भेटारतिरबाट फर्क्यौँ अनि त्यो भएर चाहिँ अहिले हामी दुईजना केटाबारी यो सरी ब्राडचोकतिर जान्छौँ